हेलो एभ्रिवान गुड आफ्टरनुन सबैजनालाई र आजको नयाँ डे नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ है। र आज चाहिँ म चाहिँ छोटो मिठो भ्लग लिएर आएको छु है। फेरि पनि मैले चाहिँ एउटा रेसिपी है अचारको रेसिपी लिएर आएको छु है। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ भटमास र सोयाबिन है, त्यसलाई न्युट्रेला पनि भन्छ है, न्युट्रेलाको अचार बनाउनु गइरहेको छु र तपाईँहरूलाई देखाउनेवाला छु है। चाहिँ के हाल्छु भनेर है, र तपाईँहरूले अन्तिमसम्म हेरिदिनुहोस् होला है। र तपाईँहरूले चाहिँ आशा गर्छु कि तपाईँहरूले चाहिँ अन्तिमसम्म हेरेर है माया दिनुहुन्छ भनेर आशा राखेको छु होइन। सधैँ जस्तै है तपाईँहरूले अरू भिडियोमा जस्तै तपाईँहरूले मलाई माया दिनुहुन्छ, मलाई पुरा याद छ, मलाई विश्वास छ तपाईँहरूले मलाई सपोर्ट गर्नुहुन्छ भनेर है। र यो अचार चाहिँ अब तपाईँहरू सबैले चाख्नुभएको है, खानुभएको सबैलाई थाहा भएकै कुरा हो है। मैले देखाइरहनु त जरुरी छैन हुनु चाहिँ है, तर मैले भिडियो बनाउनै पर्छ, त्यो भएर चाहिँ मैले यसलाई पनि सानोबडे कन्टेन्टको रूपमै अब भिडियो बनाउँदैछु होइन। त्यो भएर चाहिँ तपाईँले लाइक गरिदिनुहोस् ल। र फर्स्टमा चाहिँ म यहाँनिर हेर्नु सक्नुहुन्छ है, यो लसुन केलाउँदैछु है। पहिला चाहिँ लसुन र अदुवा केलाउनु पर्ने हुन्छ होइन। र मैले चाहिँ यहाँनिर लसुन र अदुवा रेडी पारिसकेको छु। अन्त यहाँनिर सुक्खा चिल्ली छ है, यो चाहिँ सुक्खा खोर्सानी, अनि सोयाबिनलाई चाहिँ मैले यसरी काटेर राखिसकेको छु है। र अर्को भटमास चाहिँ सोयाबिनै भन्छ त्यसलाई पनि होइन। भटमास चाहिँ मैले भिजाइरहेको छु है, त्यसलाई पनि फ्राई गर्नुपर्ने हुन्छ, त्यो र बदामलाई। र मैले चाहिँ यहाँनिर मेरो कराई, यसलाई चाहिँ मैले यहाँ राखिसकेको छु, ग्यासमा चढाइसकेको छु है। यसलाई चाहिँ मजाले धोएर है सफा गरेर चाहिँ एकदम यहाँनिर राखिसकेको छु, हेर्न सक्नुहुन्छ। र अचारको लागि चाहिँ मैले यहाँनिर सबै रेडी पारिसकेको छु है। खोर्सानी, यसलाई चाहिँ फ्राई गरेर धुलो बनाउनु पर्ने हुन्छ है। यसलाई चाहिँ डस्ट बनाएर हाल्नुपर्छ र आधी चाहिँ आधी भचाएर हाल्नेवाला छु है। यहाँनिर मेरो कराई चाहिँ तातिसकेको छ र म चाहिँ यहाँनिर हाल्दैछु रिफाइन ओइल है। मैले चाहिँ यहाँ तेललाई पनि हालिसकेको छु है, तेल तातिनु टाइम लाग्छ अलिकति। र फर्स्टमा चाहिँ म भटमासलाई फ्राई गरिहाल्छु है, त्यसपछि बदामलाई पनि सँगसँगै फ्राई गरिसकेको छु मैले चाहिँ, हेर्न सक्नुहुन्छ। हल्का ब्राउन भइन्जेल चाहिँ पकाउनु पर्ने हुन्छ है। खराउनुपर्छ, पुरा खराउनुपर्छ, यसलाई चाहिँ क्रन्ची हुनुपर्छ नि त। यो चाहिँ यति रातो चाहिँ बनाउनु पर्ने हुन्छ है। अन्त चाहिँ के कुरो चाहिँ हो। हुनै लाग्यो चाहिँ। र यहाँ चाहिँ न्युट्रेला फ्राई हुँदैछ है। र यहाँ चाहिँ म अर्को सानो कराईमा चाहिँ तेल भुट्छु अलिकति। अदुवा लसुन पनि ब्राउन भइसकेको छ, अनि चाहिँ मजाले निकाल्दैछु है। र अब चाहिँ अन्तिममा यसलाई फ्राई गर्नेवाला छु चाहिँ। यहाँनिर चाहिँ मैले खुर्सानीको पेस्ट बनाएर हालिसकेको छु है। र अब चाहिँ म हाल्न गइरहेको छु तिल हाल्छु होइन। र यहाँनिर चाहिँ भटमास र बदाम चाहिँ मैले अलरेडी भुटेर राखेको छु है। यसलाई चाहिँ अब यहाँ मिक्स गर्नुपर्ने हुन्छ। अब चाहिँ म यहाँ कलर चिल्ली हाल्दैछु हो, र धनियाँ पाउडर चाहिँ मैले अलरेडी भुटेर राखिसकेको थिएँ होइन।
आमचुर पाउडर पनि हालिसकेँ र यसमा चाहिँ स्वाद अनुसार पनि यसरी हालिदिनुहोस् होइन। लास्टमा चाहिँ तपाईँले हल्का हुचिङ पनि हालिदिनुहोस् है। हुचिङलाई त पिसेर हाल्नु पर्थ्यो। हेर्नु सक्नुहुन्छ है, यो चाहिँ ड्राई अचार हो, ड्राई। बदाम पनि हालेको छु, भटमास, अनि यो न्युट्रेला, तिल सबै मिक्स गर्नुपर्छ यसरी मजाले। र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ रेडी भएर पनि यहाँ मैले बट्टामा हालिसकेको छु। अब यसलाई चाहिँ पछिसम्म खाँदा हुन्छ है। र यसलाई चाहिँ म चाख्दैछु, हेर्नुहोस् होला है अब टेस्ट चाहिँ कस्तो भयो है। दामी भन्छ। तपाईँहरूले पनि घरमा बनाएर यसरी राख्नु सक्नुहुन्छ है। पाहुनाहरू आउँदा दिनु है, सजिलो हुन्छ स्न्याक्सको रूपमा है। र आजको भिडियोलाई चाहिँ म यहीँ अन्त गर्न जान्छु। सबैजनालाई बाई बाई, नमस्ते। उहाँहरूले चाहिँ भटमासको अचार चाख्नु हुँदैछ हो। यो भटमासको अचार चाहिँ स्याटिस भएको रहेछ, दामी हैन। कस्तो भएको रहेछ अरे? दामी। उहाँ त सर्किँदैछ, ऊ पिरो खाने बारी नभएर हो। पिरो भएछ, दामी दामी भएछ। पिरो ठिक छ। यसमा